हिजो जे भयो भयो, अब चाहिँ मलाई त्यो कुराको रिग्रेट छैन क्या, किनकि जे नहुनुहुन्थ्यो मबाट त्यो कुरा भइसक्यो क्या। म उसको अगाडि एकदमै नराम्रो भइसकेँ। अब उसले मलाई त्यो नजरले हेर्न सक्दैन जुन पहिला हेर्थ्यो उसले। म उसको नजरमा गिरिसकेँ। अब म त्यो मान्छे छैन जुन मान्छे चाहिँ उसले मलाई पहिला सोच्थ्यो। अब म फरक भइसकेँ उसको नजरमा। जुन लेभलको थिएँ पहिला त्यो लेभलको छैन म अब चाहिँ, किनकि उसले पनि आफ्नो मन चाहिँ बदलिसक्यो क्या। उसले पनि आफ्नो मन चाहिँ स्ट्रङ बनाइसक्यो। अब उसको मनमा मेरो लागि केही फिलिङ्स छैन क्या। किन अब म चाहिँ उसलाई सोचेर बस्नु। मैले नै गर्न त त्यस्तै कुराहरू गरिदिएँ है, त्यस्तो गर्न हुन्न थियो। मैले समयमै सबै कुरा चिन्न पर्थ्यो। अब अहिले मलाई भयो पुग्छ भनेर मात्रै भएन नि त। ऊ हुँदाखेरि मैले उसलाई कदरै गर्न सकिनँ, मबाट गल्ती भयो। कसरी बस्न सक्छ त ऊ पनि होइन। म जस्तो फिल गर्छु उसले पनि त्यस्तै फिल गर्छ होला। ऊ पनि मसँग कसरी बस्न सक्छ त, जबकि एउटै कुरा 1000 चोटि मैले दोहोऱ्याइरहेको थिएँ। त्यो कुरा उसले पनि सहन सक्दैन। जस्तो मेरो फिलिङ्स हो त्यस्तै उसको पनि फिलिङ्स हो जस्तो लाग्छ मलाई चाहिँ। जे गर्यो उसले एकदमै